नेताजी नेताजी नमस्कार नेताजी। नमस्कार। होइन, यहाँ एकछिन पनि एकान्तमा बसेर योगा गर्न दिँदैनौ? होइन नेताजी, तपाईँ योगा गर्दै गर्नुहोस् न, म एकछिन यहीँ छेउमै बस्छु नि त। हुन्छ, एकछिन बस नि त, म सकिहाल्छु। ल भन, तिम्रो के हो कुरो? नेताजी हो, खासै कुरो त केही पनि होइन, मैले तपाईँलाई एउटा अनुरोध गर्न खोजेको मात्र हो। ल भन नि त, के कुरा हो? मैले पनि योगा सकाएँ, घर जानु छ, खासाजा खाएर फेरि बाहिर पनि निस्किनु पर्ने छ। खासमा मैले झ्याब्ले दादाको बारेमा कुरा गर्न खोजेको नेताजी। ल भन नि त, के हो कुरो? तपाईँलाई थाहा छँदैछ नेताजी हो, पहिला झ्याब्ले दादाबाट कति फटाइ कामहरू हुन्थ्यो गाउँमा। अब अहिले झ्याब्ले दादा राजनीतिमा लाग्छु भनेर फटाइ कामहरू गर्न छाडेपछि गाउँमा अपराधहरू पनि केही भएको छैन। त्यही भएर चाहिँ अहिले यो चुनावमा हाम्रो झ्याब्ले दादालाई हजुरले साथ दिएर जिताउनु पर्छ जस्तो लाग्छ। जितेपछि नेता कार्यकर्ता भन्दै हिँड्दै व्यस्त हुन्छन्, त्यसपछि गाउँमा पनि 5 वर्ष शान्त र आनन्द हुन्छ। हुन त हुन्थ्यो, तर एउटा अपराधीलाई अपराध कम हुन्छ भन्दैमा नेता बनाउँदै हिँडु म? गाउँलेले म प्रति गरेको विश्वासको विश्वासघात गर्न म सक्दिनँ। हेर्नुहोस् नेताजी, मैले ठुलो कुरो गरे जस्तो हुन्छ होला, तर गाउँकै भलाइको लागि भनेको हो। कोही मान्छे सुध्रिन्छन् भने हजुरले पनि सुध्रिने मौका दिनुपर्छ। नेता बन्छु मात्रै भनेर हुन्छ भाइ? आफ्नो 1 भोटभन्दा बढी ल्याउँछ र त्यसले? तपाईँ साथ मात्र दिन्छु भन्नुहोस् न नेताजी हो, यी गाउँलेका भोटहरू कसरी ल्याउनुपर्छ हामीलाई राम्रोसँग थाहा छ नि। ल, तिमीहरूले माहौल बनायो भने, गाउँलेको मन जित्न सक्यो भने म विचार गरौँला नि। त्यति भनिदिनु भयो नेताजी हो, म ढुक्क भएँ। ल, मेरो खाजा खाएर एकछिन बाहिर निस्किनु छ, म अहिले निस्केँ। हुन्छ नेताजी। हामीले अस्ति कुरा गरेको नि धेरै दिन भयो, केही खबर आएन। त्यही भएर मैले फोन गरेको। बाबु रिसाउनु त भएन? रिसाउनलाई म किन रिसाउन र बुवा? म पनि दुई परिवार मिलेकै हेर्न चाहन्छु। त्यही पनि केही कुराहरू स्पष्ट हुन बाँकी नै रहेछन्। त्यसैले के कुरा हो र त्यस्तो बाबु? मैले यो बारेमा फुलकुमारीसँग पनि कुरा गरेँ, तर उहाँले मात्रै बोलाएर म किन जाने भन्ने उसको प्रश्न रह्यो। मैले ती सब कुराहरूलाई कसरी मिलाउन सक्छु र? फुलकुमारीलाई घर लाने कुरामा त वज्रपातै भयो नि बाबु। किन बुवा, घरमा कोही हुनुहुन्न र? आमा कहाँ जानुभयो? अनि हजुरको छोरी अनि ज्वाइँ कता हुनुहुन्छ? के गर्छु र बाबु, मैले तपाईँको बहिनीलाई दिएको दुःख अहिले मेरी छोरीले भोगिरहेकी छे।
त्यही कुरा मिलाउन आमा त्यतै गएकी छ। छोरोको त के कुरा गर्नु बाबु, मैले मन पराएर ल्याएकी केटीलाई तिमीहरू हेला गर्ने यस्तो गर्ने भनेर कुलतमा बस्यो। अहिले सुधार केन्द्रमा राखेको छु। अनि बुवा, न सासू न नन्द न ज्वाइँ, हजुर मात्रै एक्लै भएको घरमा म मेरो बहिनीलाई कसरी पठाउँ? बाबु, त्यो घरबाट लक्ष्मी निकालेपछि नै यस्तो भाउमारी लाग्यो। अब त्यही घरमा लक्ष्मी भित्र्याएपछि सबै राम्रो हुन्छ कि भन्ने आशा म बाबुलाई दुःख दिन आएको। त्यसो नभनिदिनु बाबु, मेरो घरमा लक्ष्मीको बास गराइदिनु। ठिक छ बुवा, एकचोटि म मेरो बहिनीलाई सम्झाउने कोसिस गर्छु। तैपनि परिवारको सबैजना मान्छे आएर एकचोटि घर जाउँ भनेर भनिदिएको भएन राम्रो हुने थियो। हुन्छ बाबु, मैले ठुलो आशा लिएर तपाईँकोमा आएको छु। सकभर मेरो आफ्नो धर्मपत्नीलाई पनि लिएर आउँछु। यदि सकिन भने पनि हजुरले मेरो र मेरो बुहारीको घर नबिग्रियोस् भन्ने मेरो सोचाइ छ बाबु। हजुरले यति गरिदिनु हो भने हजुरको जय जय हुन्छ। म अहिले लागि बाबु। ए खपे, कहाँ केटकेटी यस्तो बुरुक बुरुक उफ्रेर हिँडे त? हे दादा पनि पहाडको बाटो यसरी त हिँड्ने हो नि, उकालो ओह्रालो बाटो कसरी हिँड्ने त? अनि सुन, मैले भर्खरै त्यहाँ नेताजीलाई भेटेर आएको। हाम्रो झ्याप्ले दादालाई जसरी हुन्छ नेता बनाउनु पर्छ भनेको छु। अनि के भन्नुभयो त नेताज्यूले? हुन्छ भन्नुभयो त? विचार त गरौँला भन्नुभएको छ नेताज्यूले, तर नेताज्यूले हुन्छ मात्र भनेर पनि हुँदैन। हामीले जसरी भए पनि झ्याप्ले दादालाई राजनीतिमा लानुपर्छ, अनि मात्र हाम्रो यो ठाउँमा राजगत चल्छ। त्यो त हो दादा। ल अब यहाँ बाटोमा के गन्थन मन्थन गरेर हिँड, त्यहाँ अफिसतिर जाउँ, अफिसमै बसेर कुरा गरौँ। हिँड। होइन, तपाईँ कहाँ हिँड्नुभएको? अफिसमा को छ नि? अफिसमा तालसे मारेर आएको। झन् म चाहिँ झ्याप्लेहरूले बोलाएर अफिसतिर जान लागेको, तपाईँ त चाबी लाएर हिँड्नु भएछ त। घरमा बाबुलाई सन्चो भएन भनेर फोन आयो, अनि त्यही भएर हिँडेको। खै चाबी ल्याउनु त्यसो भए? होइन, यो कार्ड चाहिँ कहाँबाट आयो तपाईँसँग? अस्ति एकजना दाइले काम चाहियो भने मलाई खबर गर्नु भनेर दिनुभएको थियो, अनि त्यही भएर मैले राखिरहेको थिएँ। ल आउनु, उता बसेर कुरा गरौँ। हाम्रोमा काम गरिरहेको मान्छेलाई त्यसले भट्काएर लान खोज्ने हो? त्यसले न्युनै खोजेको हो त? उहाँले काम गर्न बोलाउनु भएको थियो,
मैले यता काम पाइसकेँ, म आउँदिनँ भनेर मैले भनिदिइसकेँ। हाम्रोमा काम गरिरहेको मान्छेलाई त्यसले त्यसरी भड्काउने हो? मैले भेटौँ न मात्रै त्यसलाई जानेको छु। उहाँले बोलाउनु भएको थियो, म आउँदिनँ भनिदिइसकेँ। सानो कुरालाई किन उसो भनेर छोडिदिनु अब यस कुरा। आइसक्यो, यसलाई मैले जानेको छु अब। ओ सानो दाइ, तपाईँले गर्न खोजेको के? किन के भयो? किन बाटोमा नि खोजिरहेको? यो तपाईँको कार होइन, तपाईँ यता आउनु त। हो मेरै कार्ड हो। के भयो त? अर्काकोमा काम गरिरहेको मान्छेलाई यसरी भड्काएर लान खोज्ने? के गर्न खोजेको तपाईँले? कसले भड्काएर लाने खोजेको? म त व्यापारी मान्छे हो, जेको काम दिने आउँछ म त काम दिन्छु। देखा छ तपाईँ जस्तो व्यापारी अर्काको काम गरिरहेको मान्छेलाई आएको छ, भड्काएको छ, काम दिन्छु भनेको छ। मैले त काम दिन्छु मात्र भनेको, टानेर ल्याएको त छैन क्या रे? हो, मलाई सबै थाहा छ तपाईँले के भन्नु भएको छ भनेर। ल थाहा पाएर के गर्नु सक्छ? म तिम्रो बसलाई कुरा गर्छु। ल अहिलेमा लाग्यो। देख्नुभयो कस्तो रहेछ मान्छे? काम दिन्छ भनेर मक्ख पर्नु भएको थियो नि, अब त चिन्नु भयो होला नि। उसले जे भने पनि मैले काम गरिदिनु भनेर भनेकै छु। ल ठिक छ, अहिले तपाईँ घर जानु, झ्याप्लेहरू अफिसमा बसिरह होला नि, म चाहिँ गएँ है त। बाबु, अनि मम्मी लिन आउनु भएन आज? आज एक्लै आएको, खै कहिले आउनुहुन्छ कहिले आउनुहुन्न। ए, तिम्रो त बुवा लिन आउनु भएको छ अरे नि त तिमीहरूलाई। तिम्रो भेट भएको छ बुवासँग? बुवा आउनु भएको छ त, हामीलाई पनि लाने अरे, मेरो बासँग पनि भेट हुन्छ अरे। ए, बुवा कस्तो हुनुहुन्छ त? माया गर्नुहुन्छ तिमीहरूलाई? बुवाले त कति माया गर्नुहुन्छ, मोबाइल हेर्न दिनुहुन्छ, खानेकुरा ल्याइदिनुहुन्छ। अनि तिमी बुवाको घर जाने कि नजाने बाबु? म त जान तयार छु नि, मामु चाहिँ मान्नुहुन्न। मामुलाई जाउँ भन्नुपर्छ है। त्यहाँ गएपछि राम्रो स्कुल पढ्न पाइन्छ, राम्रो नानाहरू लगाउन पाइन्छ। बुवा, आमा, बाबा, मामु सँगै भएपछि अरूले पनि हेप्न पाउँदैनन्। खै मामुलाई त जाउँ जाउँ भनेको, मामाले कुरा गर्दै हुनुहुन्छ भन्नुहुन्छ, खै के कुरा गर्नु हुँदैछ। मामासँग कुरा मिलेपछि जानुपर्छ है। हुन्छ दिदी, अब म जान्छु है। ल बाबु, बिस्तारै जाऊ। अनि ब्याग खै त? यही छ। राम्रोसँग जाऊ है बाबु। के त हो? के छ अपडेट? सुना न। के केटा हो भन्छस्? मलाई सोध न। मलाई होइन, किन नापिएर कुरा गरे कि के भयो? के भएन भन्न। त्यो हाम्रोमा काम गर्ने दिदी छैन नि? हो, त्यसलाई त सन्जुले फकाएर लान खोज्दै रहेछ। होइन, के भन्छ यो? कस्तो फकाएर लानु खोजेछ भनेको? त्यो दिदीलाई मेरोमा काम गर्न आइज भनेर भिजिटिङ कार्ड दिएछ। मैले त्यो दिदीसँग चाबी माग्दाखेरि कार्ड झऱ्यो, अनि पो थाहा पाएको त मैले। त्यसपछि मैले सन्जुलाई साफ गाली गरेर पठाइदिएँ। अनि किन आफू खुसी डिसिजन गरेको नि? सोध्नु पर्दैन एकचोटि? कसैले हाम्रो मान्छे भड्काएर लान खोज्दैछ भने सोधिरहनु पर्छ र? होइन त झ्याप्ले? होइन सुरेन्द्र, त्यसरी आफूसी निर्णय गर्न पाइने नि। पहिला जङ्गेलाई सोध्ने, अनि जे निर्णय हुन्छ त्यही बेला भन्ने। त्यसमाथि सन्जु भनेको हाम्रो चुनावमा खर्च बेहोर्ने मान्छे हो, त्यसलाई चिराएर हुँदैन। अबदेखि आफू खुसी के पनि नगर्नु। झन् आफ्नो सम्झेर राम्रो गर्न खोजेको, तिमीलाई त नपस्ने रहेछ। तिमीहरू सबैजना उही ड्याङको मुला रहेछ। ल तिमीहरू जेसुकै गर, म चाहिँ हिँडेँ। दादा, यो सूर्यमुखीलाई के भइछ? उसको दिमाग त ठिक ठाउँमा छ। झन् नेताजीले चुनावको माहौल बनाउनु, गाउँलेको मन जित्नु भनिरहेको छ। यसले त बिगार्ला जस्तो पो छ त। आज सन्जुलाई त्यस्तो गरेछ। अस्ति नेताजीको अगाडि तपाईँले डोमिनेट गरेर त्यसरी बोलेछ। यसले राम्रो गर्ला जस्तो लागेन दादा। मैले भनिसकेँ त, जान्ने भएर नबोल्नु भनेर। त्यहाँभन्दा बढी के भन्ने? हेर्नु दादा, जङ्गे दाइले तपाईँको गर्लफ्रेन्ड भएर मात्र केही भन्न नसकेको हो।
त्यसले जहाँ त्यहीँ काम बिगारिरहेछ। त्यसले तपाईँलाई पछि असर गर्छ। अलि विचार गर्नु है। अनि दादा अघि बिहान मैले नेताज्यूलाई भेटेको थिएँ। ए हो र? के भन्यो त? अनि मैले तपाईँलाई जसरी पनि जिताउनुपर्छ यो गाउँको राम्रोको लागि भनेर भनेछ। अनि अरू? उनले पनि मानेछन्। तिम्रो माहौल बनाओ, म विचार गर्छु भनेका छन्। तैँले गजबको काम गरेछस्। दादा फेरि यस्तो चाहिँ नहोस्, हामी माहौल बनाउँदै जाने फेरि सूर्यमुखीले चाहिँ बिगार्दै जाने, फेरि चुनाव जित्न गाह्रो हुन्छ। त्यही त सबै कुरा हामीले सोचे जस्तो भइरहेछ। तर उसले गर्दा माहौल बिग्रियो भने हामीलाई पछि अप्ठ्यारो हुन्छ नि। ल म एकचोटि सूर्यमुखीलाई भेटेर फेरि सम्झाइदिन्छु। तिमीहरू राम्रोसँग काम गर्नु। ल दादा, अब जित्ने निश्चित भइसक्यो। तर अन्तिममा गएर म लड्दिनँ भनेर हात जिक्ने त होइन नि। कहाँ त पनि जे पाए त्यही भन्दाको दादाले कहाँ हात झिक्नुहुन्छ त? दादाले जित्ने पक्का भइसक्यो। ल ल तिमीहरू मलाई धेरै छानामा नचराऊ। जस्तो माहौल बन्छ त्यस्तै विचार गरौँ ल। ल हुन्छ दादा। अनि एउटा कुरा, भोलि मेरो बुढी पनि माइतबाट यहाँ घर आउँदैछ। त्यो सूर्यमुखीले चाहिँ अलि ध्यानमा लिएर आउने कि त्यसलाई अलि बुढीले पनि मन पराउँदैन, त्यही भएर भने मैले। ल ल हुन्छ। अहिले त्यसलाई सबै गोप्य कुरा खोलिहाल्नु पनि हुँदैन। होइन, आज मेरो खासै काम छैन, छिट्टै आउँछु भनेर हिँडेको थिइस् त। फेरि आउँदा त साँझै पारिस् त। अफिसबाट त म बेलैमा आएको थिएँ। फेरि तेरो ससुराले फोन गरे क्या, अनि भेटेर आएको। ए अनि भेट भयो त? भयो। आज बाबैसँग निकै बेर कुरा भयो। अनि के कुरा भयो त? आज मैले तैँले भनेको सबै कुराहरू गरेँ। तर 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 के? तर त निस्केपछि त्यो घरको बिजुक भएको रहेछ। तँलाई उनीहरूले जति दुःख दिए नि त्यसको 100 गुणा दुःख अहिले उनीहरूले भोगिरहेका रहेछन्। तेरो ससुराको कुरा सुनेर मेरो त त्यही आँसु झर्ला जस्तो भयो। किन, के भएर? सासू बिरामी परेछिन् कि उहाँलाई केही भयो? नन्दलाई त ठिकै छ नि? खोइ कहाँबाट सुरु गर, केही ठिक छैन। त त्यो घरबाट निस्केदेखि सबै लाथालिङ्ग छ। होइन, के भन्छ यो? अलिक खुलेर भन्न। तँलाई लिन आउने कुरा त मैले गरिहालेँ, तर लिन आउने अवस्थामा कोही रहेनछन्। अनि सासू नन्द उहाँ कोही पनि आउँदैनन् रे? कसरी आउनु? तेरो नन्दको घर बिग्रेर सासू उता मिलाउन गएकी छिन् रे। मामु, नन्द भनेको को हो? नन्द भनेको तिम्रो फुपू हो बाबु। मेरो पनि फुपू हुनुहुन्छ र? ए हो र? के भएर बिग्रेछ त अनि नन्दको घर चाहिँ? केही थाहा पाइस्? खोइ त्यो त थाहा छैन। अनि बिहे गरेर चाहिँ कहाँ दिएका रहेछन्? मिल्छ भने तैँले गएर केही सहयोग गर्दैन त? मैले कसरी कुरा गर्न मिल्छ र? म यो ठाउँमा विशेष कामले आएको। म अहिलेसम्म युनिफर्म लाएर अफिस त जान मिलेको छैन। अनि मैले कुरा गर्न जाँदा मेरो परिचय खुलाउनु पर्ने हुन्छ। मैले मेरो परिचय कसरी खुलाउँ? अनि तैँले तेरो परिचय खुलाउँदा चाहिँ के फरक पर्छ र? तैँले गलत काम गर्दै हिँडेको र? मलाई माथिबाटै मेरो परिचय लुकाउनु भनेको छ, त्यसैले अहिले मैले मेरो परिचय खुलाउन मिल्दैन। नन्द त बिहे गरेर गइन् रे, सासू घर मिलाउन गइन्। उहाँ त हुनुहुन्थ्यो नि, उहाँ आउन मिल्दैन थियो रे। अब मैले यसको बुढा सुधार केन्द्रमा छ भनेर कसरी भनौँ? झन् यो बढी तनावमा पर्छ। होस्, बरु म पहिला आफै गएर बुझ्छु, अनि त्यसपछि मात्रै योसँग कुरा गरौँला। ओए होइन, के भयो? किन टोलाको यसरी? आज पनि कुरा गरिनस् कि क्या हो? होइन होइन, कुरा त मैले गरेँ, तर अहिले ज्वाइँ पनि कामले बाहिर जानु भएको छ अरे।
आउन सक्ने अवस्थामा हुनुहुन्न अरे। अहिले अवस्था हेर्दा अप्ठ्यारै छ। म सबै कुराहरू बुझ्छु अनि त्यस पछाडि तँलाई भन्छु नि। हुन्छ ल ठिकै छ। त भान्जालाई पढाउँदै गर, खाना बनाउने बेला पो म खाना बनाउँछु है। ल हुन्छ बना न। ल भान्जा, के क के अचे ख लेखेर मलाई देखाउ त। ए मामा त्यो त मलाई आइहाल्छ नि। के क के आचे ख जिए ग जिया चे ग। ओ मेरो भान्जा कति जान्ने है।